नमस्कार, म जङ्ग सर। आज पनि हजुरहरू समक्ष अपडेट हुन आइसकेको छु। विशेष गरी आज चाहिँ साथीहरू म चाहिँ हाम्रो यस चुलाचुली गाउँपालिका वडा नम्बर 2 थिनकुने सिमसार क्षेत्र स्थित आएको छु। अनि आज चाहिँ विशेष गरी हाम्रो यस थिनकुने क्षेत्रमा चाहिँ हाम्रो यस चैत 25 गतेदेखि वैशाख 2 गतेसम्म होइन, यही चैत 25 देखि वैशाख 2 गते यानि कि 7 दिनको मेला देश आयोजना रहेको थियो, जसमा चाहिँ साथीहरू देश हावाहुरी र एकदम भीषण पानीको कारणले गर्दा 25 र 26 को मेला चाहिँ त्यति देश असर परिरहेको छ। अनि विशेष गरी आज 27 गते फेरि एकदम सञ्चालन हुने देखिएको छ। अनि आज विशेषतः हजुरहरूलाई यस हाम्रो थिनकुने यस मेलामा चाहिँ साथीहरू आज चाहिँ हाम्रो राष्ट्रिय कलाकार साहिल लिम्बू पनि आउनुहुने रहेछ, यहाँ पनि आउन सक्नुहुन्छ भन्ने साथीहरू आजको यस मेरो भ्लगमा चाहिँ हजुरहरूलाई विशेष गरी यही परिवेश अनि यही क्षेत्रको होइन विशेष भिडियो लिएर आएको छु। सबैजनाले सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट र माया देखाइदिनुहुन्छ होला भन्ने साथीहरू। अब चाहिँ हजुरहरूलाई म आजको यस थिनकुने सिमसार क्षेत्रको विशेष मेला चाहिँ के कस्तो छ हजुरहरूलाई चाहिँ म अपडेट दिने नै छु। लेट्स गो। अनि यसको उद्घाटन चाहिँ आज मात्र हो यहाँ? अस्ति हुनुपर्ने होइन नि? पानीले दिएन नि मामा फेरि पानीले खत्तम बनाइको नि अलि सम्झेन भाइ। भनेपछि 25 गतेको कुन थियो? हजुर 25 गतेको 25 गते स्थानीय थियो हो, सेकेन्ड दिन यो थियो। सेकेन्ड दिन पूजा लामाको यही हो अब। यो पनि आउँछ र? हाइलाइटमा हो उसलाई तर हाइलाइटमा त उयो गर्छ को हो र आउँछ गङ्गु छेत्री गङ्गु के गम्बुको हुन्छ आउँछ गङ्गु छेत्री केटाहरू त नि फेरि बौलाउँछ होला नि के छ है? ठिक छ सर। के छ आजको टिकट के कति छ? टिकट कोही म भर्खर आएको। हो केटाहरू यता हो पार्किङमा, यहाँ चाहिँ पोस्टर हान्नुलाई हो। अब चाहिँ साथीहरू हामी ठ्याक्कै गेटमा छौँ। यो गेटमा चाहिँ यता हाम्रो भाइहरू यसरी माथिल्लो टपमा यो के को लागि हो केटा हो? यो लाइटिङ हो। यो नवीन आर्ट्सबाट यो सौजना गर्नुभएको रहेछ साथीहरू। यो म हजुरहरूलाई ठ्याक्कै देखाउँछु ल। यहाँको पेन्टिङहरू चाहिँ एकदम बबाले लाग्यो क्या साथीहरू मलाई चाहिँ। यो हाम्रो लर्ड अफ गौतम बुद्ध होइन, यो राम्रो लाग्यो। बबालै छ साथीहरू, चर्चमा जुदाइदिनु जस यहाँ चाहिँ साथीहरू यहाँ हरिण रहेछ, दामी लाग्यो साथीहरू पनि। अलिक नजिकबाट देखाउनु है, दामी छ। अनि सो गाइजहरू यहाँ हाम्रो पुस्सी क्याट छ है, पुस्सी क्याट बबालै रहेछ साथीहरू यो। अनि यहाँ यो एउटा अहिले यही क्षेत्रलाई होइन फोकस गरेर यही सम्बन्धी सेरफेरमा रहेर यो प्लान्ट्सको ड्रइङ गराएर चाहिँ पनि राम्रो लाग्यो साथीहरू। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो साथीहरू। यो चाहिँ के हो? यो चाहिँ बबालै लाग्यो क्या साथीहरू, बबालै छ साथीहरू यो घर। के छ हाम्रो आशिष सर? मेरो भ्लगमा वेलकम छ। के छ आजको यस्तो माहौल के चलिरहेछ? आजको अब सबैभन्दा नि हाम्रो इन्द्र भगवान सरकार चाहिँ डढाउनु पर्ने अवस्था आएको छ क्या। एकदम है, हाम्रो 25 देखि नै थियो उद्घाटन हुने। 25 देखि भनेपछि 25 र 26 चाहिँ एकदम ब्याड लक भयो। ब्याडलक भयो त 25 र 26। अब 27 मा चाहिँ आशा छ भन्दा पनि अब खै हो आकाशतिर फर्केर हेर सबै यतातिर उस्तै छ है। डर डर ल ल ल हाम्रो आज छ। ल थ्याङ्क यू, सबैजना आइदिनु होला। हाम्रो तिनकुने पर्यटक महोत्सवलाई माया गरेर है। ओके ल ल साथीहरू, तपाईँहरू पनि आउन सक्नुहुन्छ। आज चाहिँ विशेष गरी होइन आजको रात चाहिँ साहिल लिम्बूको के अरे साथमा रमाउन सक्नुहुन्छ अरे। 1 वर्षपछि
चासोको आएको भन्ने गीत साथीहरू। अनि विशेष गरी साथीहरू जस मैले यो कुरा गरिरहेको थिएँ, यो सिमसार क्षेत्रको अलिकति ब्याड लक चाहिँ के भयो भन्दाखेरि साथीहरू यति धेरै म्यानेजमेन्ट यति धेरै इन्भेस्ट गरिसकेपछि साथीहरू फाइनली कुरा के आउँछ भन्दाखेरि साथीहरू यहाँ देख्न सक्नुहुन्छ यो बोटको है, यो बोट यति बोटहरूले पनि यसलाई सञ्चालन गर्दा चाहिँ साथीहरू एकदम राम्रो हुन्थ्यो है। यो चाहिँ एकदम झ्यारो मार्नको लागि मात्र राखे जस्तो लाग्यो साथीहरू। यहाँ चाहिँ फाइनली है यो चाहिँ मेरो एउटा केही फेरि नेगेटिभ नलिनु होला भन्दै साथीहरू अब चाहिँ म यहाँबाट इन्ट्री हुन थालेँ। आजको के छ है साथीहरू, के कस्तो छ त यहाँको परिवेशहरू, यहाँको इन्भाइरोमेन्टहरू, आज यहाँको माहौलहरू म यहाँहरूलाई चाहिँ म होइन एकदम अपडेट गर्दै जाने नै छु। हजुरहरूले है एकदम स्किप नगरी हेरिदिनु होला सुरुदेखि अन्तिमसम्म भन्दै साथीहरू। विशेष गरी आज चाहिँ म स्कुलबाट यता डाइरेक्ट आएको थिएँ किनभने आज चाहिँ रिजल्ट अरू साथीहरूलाई जाउँ न भनेको थियो, मान्नु भएन। अनि सो म चाहिँ एक्लै किनभने आफ्नो स्थानीय ठाउँमा भएको यति होइन दृश्यहरू त यसो अवलोकन गर्नु पऱ्यो। अनि त्यही भएर साथीहरू म एक्लै आएको छु, सपोर्ट कोही छैन। अनि यहाँबाट एकदम देख्न सक्नुहुन्छ साथीहरू यो चाहिँ राति चाहिँ एकदम राम्रो हुन्छ जस्तो लागिरहेको छ साथीहरू है। यो लाइटहरू अब के हुन्छ भने हामी चाहिँ राति अलिकति आउन सकिँदैन, सो त्यही भएर मात्र हो साथीहरू। बाबाले लाग्यो मलाई चाहिँ यो अस्ति मैले यहाँहरूलाई योभन्दा अगाडि पनि त्यस अपडेट चाहिँ गरिसकेका थिएँ। तर साथीहरू अब यो आज चाहिँ विशेष गरी हाम्रो स्टेजको हाल त अनि पुरा बिजोग बनाइदिएको रहेछ त साथीहरू। यहाँको स्टेज चाहिँ हेर्नु न, स्टेजको हाल चाहिँ यस्तो बनाइदिएको छ है साथीहरू, एकदम ब्याड लक छ है, बहुत बिजोग बनाइदिएको रहेछ साथीहरू। अनि साथीहरू आजको परिवेश के कस्तो छ हजुरहरू सबैलाई चाहिँ म फोकस गर्दै जाने नै छु। हाम्रो यो क्रिमको यस्तो अवस्था छ। हेलो कमल सर, ए नमस्कार नमस्कार। एकदम व्यवस्थापन सरसफाइ गर्दै हुनुहुन्छ, ठिक छ एकदम गुड गुड। यस्तो छ है, के कस्तो माहौल चलिरहेछ यहाँ? अब आजदेखि चाहिँ एकदमै राम्रो हुने सम्भाव छ सर है। हजुर अब हिजो र अस्तिको दिन पनि अलिकति यो मौसमले गर्दाखेरि अलिक डिस्टर्ब गर्यो, नत्र भएदेखि हिजो अस्तिको दिनै राम्रो चल्ने थियो। तर जे होस् आजदेखि अब मौसम पनि अलिकति फाटिन्छ भन्ने लागिरहेको छ। त्यसो हुँदाखेरि अब आजदेखि चाहिँ एकदम भव्य हुनेछ यहाँ। आजदेखि चाहिँ एकदम 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 आजदेखि आज कलाकार पनि आउँछन् बेलुका। त्यही त यो अरूको दिन मेला अरू ठाउँ हेरी होइन, यो ठाउँमा चाहिँ त्यति मानिसको के अरे मेला घुम्न आउनेको जमघट एकदम न्यून देखेको छ नि सर। अब यो नयाँ भएर पनि होला, यहाँ नयाँ पहिलोचोटि हो हामीले यहाँ मेला लगाएको, त्यही भएर पनि होला, त्यही भएर पनि हो। अब तर पनि अब सूचना हामीले पाएअनुसार भोलिदेखि चाहिँ लगभग एकदम राम्रो हुनेछ। अब यो के अरे मौसमले चाहिँ अलिकति सबैजना डराउनु भयो, अब हिलो बढी छ भनेर होइन। जे सर अब भोलिदेखि चाहिँ हाम्रो लगभग 3-4 गतिसम्म जान्छ। अब हिजो 2 दिनको कभर गर्नुपर्छ अझै उता, त्यसो हुँदाखेरि चाहिँ भव्य हुनेछ यो चाहिँ। अब अवश्य पनि सर फेरि पनि आउनुहुन्छ तपाईँहरू। हुन्छ आउँछु म त एकदम, यहाँ चाहिँ त्यति चलेर हिँड्छ। भिजिटिङ पार्टी नमस्ते, के कस्तो चल्दैछ मेला आजको? के किन्नु भयो मिसहरूले? आजको मार्केट चाहिँ यस्तो छ। ए यता त आफ्नो छिमेकीहरू पो आउनु भएको रहेछ। नानाले चाहिँ ल्याउनु भएन पसल हो? यता हाम्रै गाउँको बहिनीहरू रहेछ। कतिको बिग्दैछ? हिजो र अस्ति त डुबायो होइन? सामानहरू त लुकाउनु पाइयो नि? सामानहरू त लुकाउनु पाइयो नि? ए तपाईँले अनि यता हाम्रो छिमेकी दाइ पनि आउनु भएको रहेछ। आजको कस्तो चलिरहेछ हौ तपाईँहरूको? हिजो र अस्ति त पुरा अत्यायो होला नि? ए जेरी फ्रेसवाला छ? ठिक छ, जुनै मेलामा आउँदा नि तपाईँकोबाट चाहिँ नलगेको हुँदैन होइन? अहिले आउँछु ल।
एकदमै म पनि यसो घुमिदिउँ भनेर। यो साइडमा नि एकदम यस्तै रहेछ साथीहरू। यता पनि पो बढाएको रहेछ त हौ निकै। नमस्ते नमस्ते, के छ केटा? एकदम सर सन्चै के छ? सन्चै हुनुहुन्छ? हेर्नु हेर्नु त साथीहरू, मेरो विद्यार्थी म भन्दा अग्लो छ। कस्तो हस् सर, भरे आउँछ हेर ल। ल। यता चाहिँ फलफुलको यहाँ अब अर्गानिक भेज चोप अर्ग्यानिक भेज चोप भेज चोप राम्रो चलिरहेको होला नि। हजुर, लेस प्राइस अफरिङ अफरिङ पनि ल है, साथीहरू आउन सक्नुहुन्छ। यो हाम्रो पर्यटक महोत्सवलाई एउटा सागसब्जी रले पनि अरे स्वागत गरौँ भन्ने। हजुर। ए यो चाहिँ यो पहाडे अब पहाडे ब्ल्याक, यो ब्ल्याक गोल्ड भनेको यो अलैँची 100 हो यो। हजुर। ल त साथीहरू, अब मैले चाहिँ होइन फर्स्ट यो चाहिँ मेरो एकदम बेस्ट पनि हो। अब त्यही भएर यहाँ 100 लाउनु भएको रहेछ ग्यास्ट्रिकको दबाई। अब मैले उहाँबाट लिएँ ल। यो म एउटा लान्छु ल। ल हजुर, धन्यवाद। मलाई दिनुहोस् न धेरै धेरै धन्यवाद। यो एकछिन, म आइदिनु भएको धेरै धेरै धन्यवाद। किनभने यस्तो कुरोहरू त लिइराख्नु पनि पर्छ। नेचुरल पहाडदेखि आएको हो। हजुर। ल हजुरलाई ए धन्यवाद। हस् हस्, धेरै धेरै धन्यवाद। भनेपछि लसुनहरू सबै राख्नु भएको रहेछ है। लसुनहरू छ, प्याज छ सर। यो चाहिँ कसरी केजी बेच्छ? वाटरमेलन सर यो 50 रुपिस केजी। 50 रुपिस केजी। 50 रुपिस हजुर। ए अहिले म भिजिट गर्छु, भरे लान्छु ल। मेरो केटाकेटीले एकदम मन पराउँछ कि। हुन्छ हजुर। यो छुर्पी अर्गानिक छुर्पी चाहिँ एकदम यो चाहिँ अलिक चपाउन सकिँदैन होला कि। यो चपाउनु भने यसको स्वाद टेस्ट फरक खालको छ। हो हजुर। त्यही त यो अलिक चाहिँ चपाउनु। घिउ ननिकालेको हो। ए ल हस् त ल, तपाईँको राम्रो बिकोस्। हजुर। हस् ल ल, हस् हस्। ओहो नमस्कार नमस्कार, आराम हुनुहुन्छ? के कस्तो चल्दैछ न? हेर्नु न पानीले हिजो र त्यही त हिजो र होइन अस्ति त हैरान। ठिक छ, आजदेखि चाहिँ पूजा गरिएको छ यहाँ देवीथानलाई। आजदेखि ए देवी थानमा पनि आज उयो भयो। ए भनेपछि साह्रै दुःख दिएर देवी थानलाई भाकल गर्यो। त्यो पनि देख्छ। यता पनि यता चाहिँ लु, यता त हाम्रो दिदीहरू पनि हुनुहुँदो रहेछ त। तपाईँहरूको पनि पसल छ? ए यता कस्टमर केटाहरू के अनि आम्मामा एक्लै एक्लै हानिदिने। मेरो छोटो खुट्टा भयो। ल हेर्न केटाहरू, यता के खायो भने चियाले अगाउँछौ? चिया यहीँ बनाएको? ए हाम्रो यता के अरे साउनी त यतातिर रहेछ नि त। नि के बनिँदैछ? चप बनाउने आन्टीहरू त हो। अनि मान्छे चाहिँ तिम्रो यति ब्युटी छ अनि के अरे चप पनि त्यस्तै ब्युटी छ हो। यता आलु चप म जस्तै छ। तिमी जस्तै पहिला त आलु चप कस्तो हुनु पर्यो तिमीलाई खानु पर्यो। जोकै भरे होइन। सुरुमा मलाई ल हेर्नु साथीहरू, ए पहिला तिमीले टेस्ट गर्नु अनि यसलाई बोइल गर्नु पर्थ्यो नि त। बोइल नगरी गरेको। यो कतिको? 50। 50 को कतिवटा? भन्ने हुँदैन, सानो छ भने धेरै, ठुलो छ भने थोरै हुन्छ। सेवारो हजुर, नमस्ते नमस्ते। म त भर्खर आउँदैछु त। एक्लै आउनुभयो कि? हजुर। ए यहाँ तपाईँहरूको के छ? केही छ भन्नु लिन दिन। यो चाहिँ हजुर बस्नु। यो के को बनाउनु? हजुर यो सुँगुर। ए यता चाहिँ तपाईँहरूकै? ए हुन्छ, अहिले हामी आउँछौँ। नमस्ते, कतिखेर आइपुग्नु भयो? हामी त अस्तिको दिन नै पुग्यो होटल। ए तपाईँहरूको अरूभन्दा नि रमाइलो चाहिँ यो होला होलीमा पनि थाप्नु भएको थिएछ। सबै हुन्डारीले बिचोकै बनाएको रहेछ नि। सो गाइस, सरको ब्लगमा म उपस्थिति विवेक राई सर यहाँ हुनुहुन्छ। उपस्थिति सर मेला यहाँ घुमघाम गर्नुहुँदैछ। यहाँ टक्क देख्नु सक्नुहुन्छ पुल। आज पुल त यहाँ झोलुङ्गे पुल
ए झोलङ्गे पुल अरे के पो सर यो रोडेपिङ अनि सर टक्क यहाँ यो के भयो ट्री हाउस सर र म अब मेला टुर हान्नु लागेको ओइ आइज न सर र मेरो यहाँ मेला टुर हुँदैछ नमस्ते नमस्ते मिसहरू सबैजना ओल्ड मिस एन्ड सर द पवित्र मिस विवेक हो भन्नु न यो विवेक भनेको नि त्यो दाजुको भाइ थियो तिमी दाजु कि भाइ भाइ के छ अनुग्रह नाम चाहिँ बुप्पूदेखि अहिले फेरि मिलेको नि पञ्चबुद्धबाट एकैचोटि डाइरेक्ट के अरे पञ्चकन्या खास गरी नि यो स्कुलको नाम सुन्नु न स्कुलको नाम अनुसार चाहिँ नि अलिक भएन क्या हजुर पाँचवटा मात्र कन्या हुनुपर्ने क्या खास गरी स्कुलको नाम अनुसार के गर्छ उचार हो नि होइन पाँचवटी कन्या हामी कमल सर स्कुलको नाम पञ्चकन्या खास गरी अब पञ्चकन्या अनुसार चाहिँ पाँचवटी कन्या मात्र हुनुपर्ने क्या 11 जना नमस्ते नमस्ते ब्लगमा आइसक्यो नि सबै आउँछु होइन यहाँ के हो यो राईको हो म त यहाँ बिनाले पो घर बनाइसकेँ क्या हुन्छ नि अब मेरो सपोर्टरहरू नआएपछि अब एकछिन सपोर्ट गरिदेऊ न पुनहरू ल त यहाँबाट ल तिम्रो नाम त के पो जिना ए दिदी कि बहिनी रोशनी चाहिँ दिदी कि बहिनी हो अहिले चाहिँ साथीहरू म ठ्याक्कै अब यो तिनसुनेको अहिले मेला परिवेश घुमिरहेको छु अब त्यतिकैमा चाहिँ ठ्याक्कै म यो साइड आएको छु साथीहरू यहाँ चाहिँ एउटा सानो घर देखेको छ है अनि विशेष त यो चाहिँ किरात थिम भन्ने रहेछ साथीहरू होइन यो चाहिँ विशेष गरी किरात भन्ने बित्तिकै हजुरहरूले अब यो सबै सामग्रीहरू हेर्दाखेरि चाहिँ विशेष गरी राई जाति मन्दिर चाहिँ रहेछ यो अब यहाँ चाहिँ के छ हजुरहरूलाई चाहिँ म नजिकबाट देखाउन गएँ अनि यहाँ चाहिँ साथीले घरै त भनौँ होइन यो चाहिँ यो ठ्याक्कै यो उहाँहरूको यो झन्डा होला नि त होइन अनि यहाँ पस्न मिल्छ होला है मार्ने हो कि अनि साथीहरू यो विशेष त यो चिन्डो रहेछ साथीहरू कति राम्रो क्या चिन्डो अनि यो बताउनु मिल्छ यताबाट खिचिदिउँ ल क्यामेराम्यान राम्रो फेरि अफर आउने हो कि होइन यो चाहिँ ढोल रहेछ साथीहरू यो अनि यो चाहिँ सुक्तुलुङ भन्ने रहेछ क्या साथीहरू सुक्तुलुङ भन्ने चाहिँ अब यो धेरै यसको पनि धेरै होइन अर्थ होला यसको पनि आफ्नै परिभाषा होला अब त्यति डिपली चाहिँ म गइनँ अनि यहाँ सुक्तुलुङ रहेछ अनि यहाँ ढोल छ साथीहरू अनि विशेष गरी यो वा मुख भन्ने रहेछ यो चाहिँ हेर्दा चिन्डु जस्तै छ नि चिन्डुबाटै बनेको होला यो चिन्डु यो पनि चिन्डु जस्तो छ खास गरी चाहिँ अब यो जस यो मेलालाई एउटा आकर्षण बनाउनको लागि राखेको हो साथीहरू उस्तै ठाउँमा जाँदा त देवा लाग्छ नि यस्तो देख्दा चाहिँ मलाई डर लाग्छ क्या अलिक राई जातिको देवा कडा हुन्छ यो चाहिँ लसुन रहेछ हौ यो के अरे अनिकाल लागेको बेला त आउनुपर्छ कि क्या अनि यो चाहिँ कति राम्रो नि यो यसरी बजाउनु लागि यो चाहिँ यो के चौरीको पुच्छर सिल्ली कसैले खेलेछ हो बुनीले खेलेछ यो हो यसले के हम्काउनु ए हो अनि यो चाहिँ कति राम्रो है यो केबाट बुनेको पिरा हो यो मकैको है अनि साथीहरू यहाँ रहेछ विशेष गरेर नजिकबाट देखाइदिउँ ल यो झ्याम्टो रहेछ है ए यो वाबुक भनेको चाहिँ यो 3 चुले हो कि क्या यो सुन्नीमा र पराउनुको रहेछ साथीहरू मैले यो चाहिँ अब यहाँहरूलाई यहाँको भिजिट गरिसकेँ अब थोरै म यता हाम्रो
बहिनीहरूलाई सपोर्ट लिँदैछु क्यामेराको लागि यहाँ जाउँ ल आज चाहिँ बहिनीहरूलाई एकदम सपोर्ट गर्नु लाग्यो ए साथी ऊ मोटी बहिनी त को पो चिने जस्तो लाग्यो ल मोटी भन्ने नरिस है सपोर्ट के पो नाम ए खुसी राई ए अहिले त कहाँ चिन्नु त नि उसलाई म थोरै यता सपोर्टमा जान्छु अनि के अरे यो अहिले पिनकुनेको यो एकदम आकर्षण लोभ लाग्दो चाहिँ मलाई यो लाग्यो चाहिँ यहाँ अलिक नजिक कालो देख्यो हो साथीहरू यो चाहिँ के अरे अहिले हाम्रो यस पिनकुने सिमसार क्षेत्रलाई एकदम आकर्षण लोभलाग्दो बनाउन एकदम ठुलो जुम गर्यो हो नगरेर ल माथि सहयोग पुर्याउने हाम्रो श्रम दानद्वारा निर्मित भाटे पुलको लम्बाइ 56 फिट रहेछ हो साथीहरू यो पुलको यो 56 फिट रहेछ अनि पुलको चौडाइ 6 फिट अब वजन क्षमता 10जनालाई चाहिँ मजाले थाम्ने रहेछ 10जना भन्दा पनि ज्यादा चढेको होला नि होइन ल आउने हो ल साथीहरू यो पुलमा एकदम आज चाहिँ बिन्दास तरिकाले यो चाहिँ मसला काट्दो रहेछ नि मलाई अलिकति अचम्म चाहिँ लागेको नि यहाँ माथि यो के अरे यति धेरै गहिरो चाहिँ मुनि चाहिँ कसरी भनेर लाग्यो भने चाहिँ अस्ति भिडियो चाहिँ हेर्दै थिएँ साथीहरू अब यो अहिले श्रम संस्कृति पार्टी भन्ने चाहिँ साथीहरू एकदम राम्रो लाग्छ क्या साथीहरू त्यसलाई चाहिँ एउटा होइन विकास कति राम्रो छ यहाँ पनि कास्टिङ भएको रहेछ ल म फर्किन्छु ल ल दुध गाई भयो भन्नु त्यहाँदेखि त के छ जुन नगरे अलिक स्पिड हानिदिनु न तपाईँ पनि तपाईँ पनि हिँड्दै जानु तपाईँको मिस्टेक आउनु पछि उहाँलाई पनि पठाउनु यता हाम्रो बहिनीहरू र त साथीहरू मैले चाहिँ पुलको भिजिट गरिसकेँ एकदम राम्रो लाग्दो रहेछ रोजिना के अरे बहिनीको नाम जिना बहिनीलाई विशेष धन्यवाद है ल एउटा क्यामेराम्यानले मलाई यो पिङ खेल्न एकदम मन थियो खोइ छैन त सबैलाई देखाउन त मन थियो यहाँ कालो आएछ न ल साथीहरू बिना यहाँ कहाँ भयो कि हाम्रो यता तिनकुने सिमसार क्षेत्रकै स्थानीय बासिन्दाहरू भनौँ न होइन सबै आउनु भएको रहेछ यता साथै मेरो चाहिँ अब के भन्छ भुप्पु विद्यार्थीहरू होइन यता बिना भयो अनि यता ए सपना लु साथी मैले खोइ एकछिन त सबै हेर्नु न साथीहरू मैले पढाएर छोडेको केटाकेटी म भन्दा ठुल्ठुलो भएछ अहिले एउटा विवेक के अभिषेक ए लच्छुमन लच्छे छ नि लच्छे त उसको त म त यति मात्र छु अनि कस्तो चल्दैछ त मेला आजको बेलुका पनि रमाइलो छ के छ पानी पर्यो आज को आउँदैछ आज कुन कलाकार आउँदैछ लु भन त को अरे सङ्गम होइन साहिल लिम्बूको सबै फ्यान हो साहिल लिम्बूको फ्यानहरू को हुनुहुन्छ अनि साहिल लिम्बूको गीत आउँछ एउटा गीत आउँछ साहिल लिम्बूको ट्विन्स हो ल हेर्नुहोस् दिदी भाग्नु विशेष गरी त अब के अरे बिनालाई त एकदम फोकसमा हो थम्बनेलमै राखिदिने हो यो अहिले घरको निस्किन्छ भरे आउँछ ए साँच्चै बिनाको के अरे डान्सको त बबाल भ्युज गएको छ नि थाहा छ हेरेको छैन 15K क्रस भएको होला 15K क्रस छ उसको डान्स कुन गीत थियो
सालको पात टप्परी होइन सालको पात टप्परी अब फेरि नाच्नु लागेको छु त सर यहाँ हो कहिले बिना र जिनाको सिक्दैछु जिना र बिना मिस जिना र यता मिस बिनाको प्रस्तुति गीत कुन छ मिक्स छ मिक्स हो धेरै छ 3-4 अब म आउन पाउँदिनँ होला कहिलेको अरे अब सेकेन्ड लास्ट बेलुका हो बेलुका को छ लास्ट कलाकार खै को छ त थाहा छैन ल तिमीहरूको पर्फर्मेन्स हेर्न म आउँछु लास्ट भन न ल बाइ बाइ ल सबले बाई ल ल ल भरे आउँछ है ए ऊ माथि नि थिएछ नि म त्यता नि पुग्नु पर्थ्यो ल हेर सपोर्ट गर साथीहरू यहाँ माथि पनि रहेछ म त्यता पनि पुग्छु ल अब आइसकेपछि साथी यही त हो अब खानुभन्दा पनि यही हो सपना एउटा गीतमा नाच्छ न साहिल लिम्बूको बिना नाच्नु लाउनु एक वर्ष पछि होइन एक वर्ष पछि चासोको आको लिम्बुनी राम्री के भन्छ हौ गीत थप न खुसीले थप त शिर फुलो लाउँदा भरे नाच्ने होला होइन भरे एक गीत बज्छ नि थाहा छ नि ल साथीहरू म चाहिँ अब यहाँ माथि पनि रहेछ एउटा घर म त्यहाँ पुगेँ अब अहिलेसम्म चाहिँ यता बुनुहरूले क्यामेरा जस्ट सपोर्ट गराएको थियो अनि अब म यहाँ माथि जान्छु है साथीहरू नमस्ते 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 बब्बाल दामी घर रहेछ हौ कसले बनाएको यो हो राई घर हो यो चाहिँ लिम्बू घर हो यो लिम्बू घर अरे भाइ हो यो केटाहरूलाई त मैले अस्ति नै भ्लगमै ताने जस्तो लागेको थियो त हो रागा मार्दा हो यो केटाको हेर अभिषेक होइन विवेक के छ कति राम्रो है यो त होइन यो सुगम नि पहिला मैले पढाउँदा राम्रो थियो नि अहिले अलि कालो कालो भएछ फेसबुक चलाउँछ हो अहिले छ के नाम छ कसको छोरो ए हो नाम के हो सायद कता चाहिँ विवेक विपिन कसैलाई ऊ र नि ऊ एउटै लाग्छ क्या साथीहरू अलिक उज्यालोमा आऊ त दुईजना चाहिँ आऊ त यो आऊ त ऊ पनि आऊ त ल आऊ त तिमीहरू कन्फ्युज हुन्छ क्या यहाँ आऊ त म तिमीहरूलाई स्कुल पढाउँदा पनि साथीहरू म यो यिनीहरूलाई चाहिँ स्कुल पढाउँदा पनि जहिले कन्फ्युज हुन्थ्यो क्या ल हेर्नु तिमीहरूको झन्डै एउटै फेस छ है उयो पनि आउँछ ल हेर्नु त एउटै फेस अलिक क्लोज भयो त क्लोज हक गर त अँगालो गर ल हेर्नु त एउटै फेस लाग्थ्यो है एउटालाई पिट्दा अर्को उसको नाम के अरे विवेक उसको विपिन अर्को आउँ त दाजुभाइ चाहिँ तिनैजना बसौँ ल अब दाजुभाइ ल अलिकति केटाहरू त के मेस्सीको फ्यानहरू हो ए हाला मेड्री ल हेर्नु त साथीहरू लगभग एउटै फेस हुनेवालाहरू दिदी बहिनीको छोराहरू होइन यो केटा कति राम्रो छ है ठ्याक्कै त पहिला मैले एउटा पढाउने के अरे के नाम बिर्सेँ हौ प्रशान्त ठ्याक्कै उयो जस्तो लाग्यो क्या अनि त्यही भएर नि अस्ति बोलायो यो तिम्रो यो फेसहरू होइन ल यो तिमीहरूको लिम्बूको घर होइन अनि यो माली घर तिमीरै हो तिमीहरूले मेरो भ्लग त हेर्छौ नि के हेर्छ छैन होला होइन के हो ल केटाहरू भएर आउँछ लिम्बू टिकारामको टिकाराम हो खोइ कहाँबाट छिर्छ यो लिम्बू घरमा केही छैन घरमा चाहिँ झुन्डाइदिरहेको भनेपछि लिम्बू घर चाहिँ खाली राई घरमा चाहिँ धेरै छ भनेपछि कुन घर राम्रो लाग्यो ल साथीहरू आज चाहिँ मैले ठ्याक्कै हाम्रो नरेन्द्र लिम्बू च्याकुन्देलाई भेटेको छु अब ठ्याक्कै त्यो केटाहरूसँग छ अब इन्ट्रोडक्सन हल्ला मेच्यो के
बार्साको बाउ पुलमा 10 जना भन्दा धेरै हिँड्नु हुँदैन नि फेरि बार्साको बाउ बार्साको बाउ बार्साको बाउ ल धन्यवाद ओहो ल सेवारो ल तपाईँलाई त धेरै है कस्तो मेरो लक रहेछ साथीहरू आज चाहिँ उहाँसँग एकदम भेट्न पाएँ हुनुहुन्छ नि एकदम यरिक नोगेन मेरो पनि यता छ ल एकदम धन्यवाद अनि आज विशेष गरी के पो यहाँ चाहिँ 3 कुनेमा आउँदाखेरि भेट्न पाइयो हैन भेट्न पाएँ एकदम मैले है तपाईँलाई चाहिँ एकदम कहाँ भेटौँ जस्तो लागेको थियो ठ्याक्कै है संयोग बस्यो भएछ आज चाहिँ हजुर आज संयोगवश आज 3 कुनेमा भेट भयो रमाइलो लाग्यो रमाइलो को आउनु भएको छ एक्लै एकदम यता हाम्रो एमकेहरू एमके भाइहरू एमकेहरू खोइ घरतिरै होला मैले फोन चाहिँ गरेँ तर उठाउनु भएन त्यही त हो 3 कुने भनेको यहाँ चाहिँ यो विशेषता चाहिँ के हो खासमा 3 कुने विशेषता यहाँ मैले जान्दाखेरि छ यो सानैदेखि अलिकति यसलाई मैले अध्ययन गर्दा म पहिला यता पनि जस्ट यो 12 कोठी अध्ययन गर्दा यता बसेको नि त तपाईँको 3 कुने विशेषता के छ भने यो 3 कुने नाम चाहिँ विशेष गरी यो पोखरी यो छ नि यो चाहिँ तपाईँको पछाडि बढेको यो जति पनि उयो छ नि त्यहाँदेखि यति चाहिँ थियो भनेपछि एउटा कुना भयो होइन अनि यो उताको एउटा कुना भयो अनि त्यो एउटा मेन त्यता हुँदाखेरि 3 कुने त्यही भएर चाहिँ यो तपाईँको पछाडि थपेको ए उताको चाहिँ पछाडि थपेको पहिला हामी यहाँ स्विमिङ गर्थ्यौँ स्विमिङ गर्दा तपाईँको यो रुख छ नि एकदम त्यहाँबाट जम हान्थ्यौँ भनेपछि यताबाट झरिँदैन कि के उतापट्टि यहाँबाट तपाईँको राउन्डिङ छ एकदम एक राउन्ड हान्नु राउन्ड यताबाट छिटो कि यता तपाईँको निस्किन त यतैबाट तर अब घुम्ने यसो आउनुभएको होइन घुमघाम यतै छ यहाँ घरमा एकचोटि ल धेरै धेरै धन्यवाद खुसी लाग्यो तपाईँको के छ मेरो त जङ्ग सर छ कि जङ्ग सर छ एकदम ल सर ल एकदम तपाईँकै एकदम हेर्छौँ हामी ल एकदम खुसी लाग्यो ल एकदम मलाई भाइ के छ अनि मेला घुम्न अनि मेला घुम्न आउनु भयो जस्तो लाग्यो देखेको चिनेको तपाईँलाई सानो पहिलादेखि सानैदेखि चिनेको यो टोपी साह्रै राम्रो लाउनु भएको रहेछ है विशेष गरी तपाईँको नाम बताइदिनुहोस् अब मेरो नाम हजुर छत्र धिमाल हो सही अहिले चाहिँ मैले चिने छत्र धिमाल भनेर म तपाईँलाई मेलामा चाहिँ अहिले भर्खर मात्रै आउँदैछु आज मात्र आउनु भएको राति आउँ भने पानीले दिएको छैन आएको अनि दिउँसै मात्रै आज मात्रै आएको ए दुईचोटि आउनु खोजेको थिएँ पानीले आउनु थिएन अनि कस्तो लाग्यो त मेला होइन दिउँसो त अहिले मेरो लागि दिउँसो पनि एक किसिम राम्रै छ दिउँसो घुम्नेलाई ठिक छ हामी जस्तोलाई राति घुम्नेलाई रातिको राम्रो दिउँसो घुम्नेलाई दिउँसो राम्रो मलाई दुइटै मनपर्छ दुइटै मन भनेपछि भरे राति पनि आउनुहुन्छ राति चाहिँ हेर्नुको लागि आज चाहिँ सबै खानुको लागि मात्रै हो सही भन्नुभयो साथीहरू दिउँसो चाहिँ खानको लागि मात्र हो राति चाहिँ हेर्नको लागि होइन बुढाबुढी पाका पनि दिउँसो मात्रै आउँछ तरुनी तन्देरी केटाकेटी चाहिँ बेलुकाको लागि हो है भनेर मैले जानकारी म पनि केटाबेली पनि हो बुढोपाटी पनि ठेकाएँ हो अनि यो अहिले हामीले टेकिरहेको यो जति भाटे पुल छ नि यो चाहिँ साह्रै राम्रो बनाएको रहेछ यो चाहिँ बनाउनेकै समस्या पर्यो भन्दै थियो मैले सुने यति मुस्किल पर्यो पानीमा डुबेर भित्र डुब्दै कसरी बनायो भने निकै मुस्किल पर्यो राम्रो थियो हस् ल यति भन्दै हुन्छ ठिक छ हुन्छ साथीहरू आजको मेलामा आएर यो काठे पिङ चाहिँ एकदम होइन के काठे पिङहरू यो रोटे पिङ चाहिँ साथीहरू खेलेरै जाउँ एन्नी आऊ जसरी भयो भने खेलेरै जान्छु भनेको तर ब्याड लक साथीहरू यहाँ चाहिँ छैन यहाँ चाहिँ एकदम ब्याड लकै भयो चाहिँ पिङ छैन खेलिदिएर जाउँ भनेको बन्दै भएन फाइनली गाइजहरू मैले चाहिँ आजको 3 कुने सिमसार क्षेत्रमा रहेको आयोजना होइन अहिले चलिरहेको हुँदै गरेको साथीहरू 7 दिने मेला चाहिँ भ्रमण गरिसके तर साथीहरू त्यहाँको सेरोफेरो त्यहाँको माहौल अनि त्यहाँको पर्यावरण त्यहाँको परिवेश साथीहरू आजको के कस्तो थियो भन्दाखेरि साथीहरू सबैजनाले हेरिहाल्नु भयो होला तर कस्तो है साथीहरू
जस्ट फर्स्ट टाइम मैले फिल गरेको र साथीहरू फर्स्ट टाइम मैले होइन यसरी महसुस गरेको प्रत्यक्ष क्षेत्रमा गएर ठाउँमा गएर साथीहरू परिवेशमा गएर अरू जस्ट योभन्दा अगाडिको अन्य ठाउँहरूमा लागेको मेला भन्दाखेरि धेरै पृथक भनौँ साथीहरू, धेरै पृथक। किनभने एकदम मान्छेको माहौल भनेको होइन एकदम आउने मान्छेहरूको माहौल चाहिँ एकदम कमै साथीहरू, एकदम कमै। त्यो के कारणले भन्दाखेरि साथीहरू विशेषतः अहिले एकदम धेरै होइन मौसमकै कुरा आउँछ साथीहरू। मौसमले अलिकति साथ नदिएको भनौँ न। अब पहिलो उद्घाटन नै 25 गते थियो भने साथीहरू 25 गते नै ब्याड लक क्या साथीहरू। एकदम हावाहुरीले गर्दा पनि साथीहरू एकदम धेरै है ब्याड लक भयो। अनि त्यही भएर साथीहरू 25 गतेको उद्घाटन साथीहरू हावापानीको कारणले 26 गते सारेको थियो है। 26 गते पनि त्यस्तै हावापानीको कारणले गर्दाखेरि साथीहरू साथेको थियो। अनि विशेष गरी आज चाहिँ 26 गते हो। 26 गते पनि साथीहरू स्टेजै बनिसकेको थिएन क्या, मजाले स्टेजै बनाइसकेको छैन। अनि त्यस्तै होला साथीहरू। अब लेट्स सी हेरौँ आज चाहिँ आजको जस मौसमले साथ दियो भने साथीहरू आज बेलुका चाहिँ अलिक रमाइलो हुन्छ होला। किनभने अब राष्ट्रिय कलाकार साहिल लिम्बू आउँदो रहेछ। उसको गीत चाहिँ यो के अरे 1 वर्षपछि चासो कताउँदा लिम्बू नि राम्री शिर फुल लाउँदा भन्ने गीत साथीहरू, यो चाहिँ एकदम रमाइलो थियो। अब म चाहिँ आउनु मन चाहिँ थियो साथीहरू, तर ब्याड लक है। किनभने म चाहिँ साथीहरू एकदम टाढो छु नि त। अब राति आउनु भएन गाइजहरू, किनभने हात्तीको एकदम बेगबेगी हुन्छ नि त यो क्षेत्रमा चाहिँ। अनि सो भन्दै साथीहरू अब लगभग नयाँ वर्ष पनि लाग्दैछ नि त। अनि त्यसैको अवसरमा साथीहरू अब म एनी टाइम आयु चाहिँ राखेको हुन्छु। तर पनि साथीहरू अब विशेष गरी अब 2082लाई बिदाई गर्दै साथीहरू 2083लाई चाहिँ स्वागत गर्नको लागि साथीहरू 1 गते भव्य नै हुन्छ होला। त्यतिखेर चाहिँ साथीहरू म आउने नै छु फ्यामिलीसँग यस ठाउँमा मेलामा भिजिट गर्नु। हजुरहरू कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तपाईँहरू पनि आउन सक्नुहुन्छ र भिजिट गर्न सक्नुहुन्छ साथीहरू। कुनै सिमसार क्षेत्रमा है, यो चाहिँ चुलाचुली गाउँपालिका वडा नम्बर 2 स्थित मा होइन रहन्छ र रहेको छ। र एकदम 7 दिने मेला हो साथीहरू, एकदम लागिरहेछ। हजुरहरू पनि आएर साथ सपोर्ट गर्न सक्नुहुन्छ, मेलामा रम्न सक्नुहुन्छ, झुम्न सक्नुहुन्छ भन्दै साथीहरू आजको मेरो भिडियो हजुरहरूलाई के कस्तो लाग्यो। एकदम लामो नै भयो होला। सो भन्दै साथीहरू अहिले चाहिँ म विशेष गरी कहाँ छु भन्दाखेरि साथीहरू यो है हाम्रो चुलाचुलीकै यो पुल चाँजु पुलमा आएर साथीहरू मेरो भ्लग एन्डिङ गरेको छु। सो गाइजहरू सबैजनालाई एकदम मिस गरेको छु, मिस सम्झिरहेको छु सबैजनालाई होइन। हजुरहरू कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ सबैजनाले कमेन्ट गर्न नबिर्सिनु होला भन्दै साथीहरू सुधार्नुपर्ने के छ सबैजनाले कमेन्ट गर्न नबिर्सिनु होला भन्दै साथीहरू यहाँको सुझाव सल्लाह बाटै म अगाडि बढ्नेछु। आजको भिडियोबाट बिदा हुन चाहन्छु। हेर्कै साथी म जङ्ग सर, सी यु गाइज, लभ यु अल।